तपाई पनि अनलाइनबाट पैसा कमाउने सोचमा हुनुहुन्छ हुनुहुन्छ भने तपाईको मनमा एउटा ठूलो प्रश्न त पक्कै आएको होला। युट्युब राम्रो कि फेसबुक राम्रो? आजको भिडियोमा हामी यही विषयमा विस्तृत कुरा गर्नेछौँ। कुन प्लेटफर्ममा धेरै कमाइ हुन्छ र कुनमा काम गर्न सजिलो छ र तपाईले कुन रोज्नुपर्छ। त्यसैले यो भिडियोलाई अन्त्यसम्म अवश्य हेर्नुहोला, किनकि अन्त्यमा म तपाईलाई एउटा यस्तो रणनीति पनि बताउने छु जसले तपाईको अर्निङ डबल गर्न सक्छ। त्यसो भए ढिला नगरी आजको भिडियो सुरु गरौँ। सबैभन्दा पहिले कुरा गरौँ युट्युबको। युट्युब विश्वको सबैभन्दा ठुलो प्लेटफर्म हो जहाँ लाखौं मानिसले भिडियो अपलोड गर्छन् र भिडियो हेर्छन्। युट्युबमा अर्निङका मुख्य रूप एडबाट हुन्छ। जब तपाईको भिडियोमा विज्ञापन देखाइन्छ त्यसले तपाईलाई पैसा कमाउन मद्दत गर्छ। तपाईको च्यानल मोनेटाइज हुनका लागि 1000 सब्स्क्राइबर र 4000 घण्टा वाच टाइम चाहिन्छ, त्यो पनि 12 महिनामा। जब तपाईको च्यानल मोनेटाइज हुन्छ त्यसपछि लङ भिडियो अर्थात् 8 मिनेट भन्दा माथिको भिडियोमा मल्टिपल एड राख्न सक्नुहुन्छ, जसले तपाईको अर्निङ अझै बढाउँछ। युट्युबको सबैभन्दा ठुलो फाइदा के हो भने एकपटक अपलोड गरेको भिडियोले महिनौं र वर्षौंसम्म भ्युज ल्याइरहन्छ। यसलाई पेसिभ इन्कम भनिन्छ। अब कुरा गरौँ फेसबुकको। फेसबुक एउटा सोशल मिडिया प्लेटफर्म हो जहाँ तपाईले भिडियो, फोटो र पोस्ट सेयर गर्न सक्नुहुन्छ। फेसबुकमा अर्निङका मुख्य रूप इन्स्टेबल एड, स्ट्रेस, बोनस स्ट्रेस हो। फेसबुक मोनेटाइज रिकमेन्डेसन। फेसबुक मोनेटाइज गर्नका लागि कुनै पनि क्राइटेरिया पूरा गर्नुपर्ने छैन। जब तपाईले फेसबुकमा भिडियो अपलोड गर्नुहुन्छ त्यसपछि तपाईको भिडियो भाइरल हुन्छ र जब तपाईको पेज वा प्रोफाइल फेसबुक एपले एनालाइज गर्छ बल्ल तपाईको पेज वा प्रोफाइल मोनेटाइज हुन्छ। फेसबुकको सबैभन्दा ठुलो फाइदा के हो भने भिडियो छिटो भाइरल हुन सक्छ, तर यसको डाउनसाइड पनि छ। भिडियोको लाइफ धेरै छोटो हुन्छ। आज भाइरल भएको भिडियो भोलि अलमोस्ट जिरो हुन सक्छ। अब सिधै तुलना गरौँ अर्निङका हिसाबले। युट्युब धेरै पैसा दिने प्लेटफर्म हो भने फेसबुक मध्यम वा मिडियम पैसा दिने प्लेटफर्म हो। जस्तै फेसबुकमा 10K भ्युज आयो भने तपाईले $0.5 देखि $2 सम्म प्राप्त गर्न सक्नुहुन्छ भने त्यही युट्युबमा 10K भ्युज आयो भने $5 देखि $20 सम्म अर्निङ गर्न सक्नुहुन्छ। ग्रोथको हिसाबले हेर्ने हो भने युट्युब स्लो ग्रोथ हुन्छ तर स्टेबल हुन्छ। फेसबुक फास्ट ग्रोथ हुन्छ तर अनस्टेबल हुन्छ, अर्थात् अनिश्चित हुन्छ। अब कुरा गरौँ भिडियो लाइफ स्पेनको। युट्युब भिडियो लामो समयसम्म भ्युज ल्याइरहन्छ भने फेसबुक भिडियोले छोटो समयसम्म मात्र भ्युज ल्याइरहन्छ। युट्युब मोनेटाइज गर्नका लागि अलिक गाह्रो हुन्छ भने फेसबुक सजिलै मोनेटाइज हुन्छ। अब मुख्य प्रश्न, तपाईले कुन रोज्ने? यदि तपाई लङ टर्म इन्कम गर्न चाहनुहुन्छ र सिरियस कन्टेन्ट क्रिएटर बन्न चाहनुहुन्छ भने तपाईका लागि युट्युब रोज्नु बेस्ट हुन्छ। तर यदि तपाई छिटो भाइरल हुन चाहनुहुन्छ, एक्सपेरिमेन्ट गर्न चाहनुहुन्छ भने फेसबुक पनि राम्रो विकल्प हो। अब सबैभन्दा इम्पोर्टेन्ट कुरो, यी दुवै प्लेटफर्मको रणनीति वा यी दुवै प्लेटफर्मलाई कसरी म्यानेज गर्ने, जसले तपाईलाई दुवैतर्फको इन्कम गर्न मद्दत गर्छ। तपाईले मेन कन्टेन्ट बनाउनुहोस् र त्यसलाई युट्युबमा अपलोड गर्नुहोस्। त्यही भिडियोलाई छोटो बनाएर फेसबुकमा राख्नुहोस्। यसरी तपाईले दुवैतर्फबाट इन्कम गर्न सक्नुहुन्छ र फेसबुकबाट अडियन्स युट्युबमा ल्याउनुहोस्। यसले तपाईलाई युट्युब च्यानल मोनेटाइज गर्नका लागि ठूलो सहयोग गर्छ। यसरी तपाईले दुवै प्लेटफर्मको फाइदा लिन सक्नुहुन्छ। युट्युब र फेसबुक दुवै प्लेटफर्म राम्रो हुन्छ, तर तपाईको गोल अनुसार छनौट गर्नुपर्छ। हस्त साथीहरू, आजलाई यति नै। यदि भिडियो उपयोगी लागेमा भिडियोलाई लाइक गर्नुहोस्, कमेन्ट गरेर आफ्नो विचार भन्नुहोस् अनि हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकैको बेल आइकनलाई प्रेस गर्न नबिर्सनुहोस्। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।